सो हे गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म आलु चप बनाउन गइरहेको छु। आलु काटेर बेसनमा हल्दी हालेर त्यसपछि नुन हाले त्यसपछि खुर्साएँ त्यसपछि थोरै पानी हालेर बेसनलाई मजासँगले मिक्स गर्न थाले यताउता। त्यसपछि आलु हाले आलुलाई नि मजासँगले मिक्स गरे त्यसपछि प्यान तातिसकेर त्यसपछि चारैतिर एउटा एउटा आलु हाले मिलाएर यताउता गरेर हाले चारैतिर हालेपछि त्यसपछि हालिसकेर एकछिनसम्म मैले क्रिस्पी गर्नतिर लागे क्रिस्पी गर्न थाले त्यसपछि अझै पल्टाएँ उलटपुलट गरेर यताउता हालेर पल्टाउँदै एकदम क्रिस्पी हुन्छ भनेर क्रिस्पी पार्ने। अनि त्यसपछि हल्का ग्यास कम गरेर त्यसपछि आलु चप झिकेर त्यसपछि फेरि प्याजीको पालो आयो। प्याजीलाई पनि हाले बेसनमाथिबाट थपे त्यसपछि मजासँगले काँचै हुन्छ भनेर कट लाउन थाले साइडतिर मजासँगले कट लाएर हल्का हल्का तेलमा डुबाएर त्यसपछि फेरि पल्टाएर मजासँगले। अनि हाम्रो लुक्स चाहिँ यस्तो भयो गाइज। अनि खानातिर लागेँ म एकदम मिठो भएको थियो क्रिस्पी भएको थियो मजासँगले सेफ्राक खाएँ। गम कि गम सब्सक्राइब। See you next vlog. Bye.